स्वागत छ। आज हामी एउटा निकै चाखलाग्दो विषयमा कुरा गर्दैछौँ, विश्वकर्मा पूजा। नेपालमा यो पर्व धुमधामसँग मनाइन्छ अनि रमाइलो कुरा के छ भने यो दिन मान्छेहरूले आफूले काम गर्ने औजार, मेसिन, गाडी यस्ता निर्जीव चिजहरूलाई पूजा गर्छन्। किन होला? यसको पछाडिको कुरो के हो त? आज हामी यही विषयमा अलिक गहिरिएर छलफल गर्नेछौँ। हामीसँग एउटा लेख छ, नेपालमा विश्वकर्मा पूजा श्रम र सिपको सम्मान भन्ने। त्यसैका आधारमा कुरा अघि बढाउँछौँ। हाम्रो उद्देश्य के हो भने यो पर्व खालि एउटा धार्मिक चलन मात्रै हो कि यसको केही गहिरो सामाजिक सांस्कृतिक अर्थ पनि छ। कसरी मनाइन्छ, भगवान विश्वकर्मा को हुन्, अनि काम, औजार, सिपसँग यसको के सम्बन्ध छ, यिनै कुराहरू अलिक खोतोल्ने प्रयास गरौँला। ल त सुरु गरौँ है। सबैभन्दा पहिले यो पूजा कहिले पर्छ अनि के कुराको पूजा हुन्छ, यहीँबाटै सुरु गरौँ न। यो पर्व चाहिँ हरेक वर्ष असोज संक्रान्तिको दिन, मतलब कन्या संक्रान्तिमा पर्छ। प्राय यो भाद्र महिनाको अन्तिमतिर वा असोजको सुरुमा हुन्छ। ए, असोज संक्रान्ति ओ, अनि पूजा हुने कुराहरूको सूची त खै निकै लामै छ र रोचक पनि हो र। जस्तै हामीले हेरेको सामग्रीमा के छ भने सानो ह्यामरदेखि लिएर ठूल्ठूला फ्याक्ट्रीका मसिनसम्म। अनि गाडीहरू, बस, ट्रक, कार, मोटरसाइकल, कम्प्युटर पनि। आजकल त यो पनि औजार नै भयो नि, हैन र? एकदमै। अनि निर्माणका सामानहरू, फ्याक्ट्रीका उत्पादन लाइन, घरमा चलाउने सिलाइ मसिन, खेतबारीको हलो, कुटो। वाउ, भनेपछि जे चिजले हामीलाई काम गर्न, केही बनाउन वा जीवन चलाउन मद्दत गर्छ, ती सबैको सम्मान गर्ने दिन रहेछ यो त। हो, बिल्कुल। मूल कुरा त्यही हो, ती सबै चिजप्रति कृतज्ञता देखाउने। तर यी सबै वस्तुको पूजा भगवान विश्वकर्मासँग कसरी जोडिन्छ त? उहाँ को हुनुहुन्छ खासमा? भगवान विश्वकर्मालाई हिन्दू धर्मशास्त्रमा एक प्रमुख देवता मानिन्छ। लेखमा उल्लेख भएअनुसार उहाँलाई ब्रह्माण्डकै पहिलो इन्जिनियर, दिव्य वास्तुकार अनि सबै शिल्पकार, कारिगरहरूका आराध्य देव मानिन्छ। पहिलो इन्जिनियर हो। देवताहरूका लागि ठूला ठूला महल बनाउने, इन्द्रको वज्र जस्तो शक्तिशाली हतियार बनाउने, उड्ने रथहरू बनाउने काम उहाँले नै गर्नुभएको भन्ने विश्वास छ। त्यसैले उहाँलाई सृजना, निर्माण, प्रविधि, कला कौशल यी सबै कुराको प्रतीक मानिन्छ। भनेपछि जब मान्छेले आफ्नो औजार पूजा गर्छ, हो, त्यति बेला उनीहरूले त्यो फलाम वा मेसिनमा विश्वकर्माको त्यही सृजनात्मक शक्ति, त्यही सिप देखेका हुन्छन् र उहाँप्रति सम्मान प्रकट गरिरहेका हुन्छन्। मतलब त्यो पूजा खालि ढुङ्गामा फलामको पूजा होइन? होइन, त्यसभित्रको सृजनात्मक सम्भावना अनि त्यसलाई सम्भव बनाउने त्यो दिव्य शक्तिप्रतिको सम्मान हो। यो त निकै गहिरो दर्शन रहेछ। अनि त्यो दिन पूजा विधि चाहिँ कस्तो हुन्छ? के गर्छन् मान्छेहरू? पूजाको दिनको तयारी पनि विशेष हुन्छ। बिहानै उठेर मान्छेहरूले आफ्ना सबै औजार, उपकरण, मेसिन, गाडी सबै सफा गर्छन्। ए, सफाई पहिलो चरण हो। पानीले पखाल्ने, पुछ्ने, कतिलाई तेल लगाउने, ग्रिस हाल्ने, एकदम चिटिक्क पार्छन्। अनि त्यसपछि ती सामानहरूलाई फूलमालाले, रङ्गीचङ्गी कागज, कपडाले सजाउने काम हुन्छ। सजाउने पनि। अनि शुभ साइत हेरेर भगवान विश्वकर्माको फोटो वा मूर्ति अगाडि राखेर धूप, दीप, नैवेद्य मतलब फलफूल, मिठाई, अक्षता, फूल चढाएर विधिपूर्वक पूजा गर्छन्। अनि पूजा गर्दा के माग्छन् त? पक्कै पनि औजार नबिग्रियोस् भन्ने होला मुख्यत। हो, त्यो त भइहाल्यो। मेसिन राम्रोसँग चलोस्, टिकाउ होस्, बीचमा धोखा नदियोस् भन्ने कामना हुन्छ। तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा चाहिँ सुरक्षाको कामना हो। सुरक्षा? ती औजार वा मेसिन चलाउँदा कुनै दुर्घटना नहोस्, चलाउने मान्छे सुरक्षित रहोस् भन्ने प्रार्थना गरिन्छ। गाडी पूजा गर्दा यात्रा राम्रो होस्, कुनै बाधा नआओस् भन्ने हुन्छ। हो नि, यात्रा त सुरक्षित हुनु पर्यो। अनि अर्को कुरा, आफ्नो पेशा, व्यवसाय पनि फलोस् फुलोस्, उन्नति होस् भन्ने कामना पनि हुन्छ। यहाँ अर्को एउटा चाखलाग्दो पक्ष के छ भने नि, यो सफा गर्ने, सजाउने क्रममा औजारको अवस्था कस्तो छ भनेर पनि हेरिन्छ। ए, मतलब मर्मत सम्भार जस्तो हो। एक किसिमले केही बिग्रेको छ कि केही बनाउनु पर्ने छ कि भनेर जाँच हुन्छ। यसले गर्दा पछि हुन सक्ने ठूलो क्षति वा दुर्घटनाबाट जोगिन पनि मद्दत पुग्छ। यो त एकदमै व्यावहारिक फाइदा भयो, निकै महत्त्वपूर्ण हो नि।
अब यो पूजामा को सहभागी हुन्छन् त? यो कुनै खास पेशाका मान्छेको मात्रै पर्व हो कि? खै त्यस्तो ठ्याक्कै तोकिएको त छैन। हामीले हेरेको सामग्री अनुसार त यसको दायरा निकै फराकिलो छ। अवश्य पनि फलाम मेसिनसँग सिधै काम गर्नेहरू जस्तै मजदुर, मेकानिक, इन्जिनियर, ड्राइभर, फ्याक्ट्रीमा काम गर्नेहरू, निर्माण व्यवसायी, सुनार, सिकर्मी, डरकर्मी, उहाँहरूका लागि त यो प्रमुख पर्व नै भयो। तर आजकाल त कम्प्युटर चलाउने अफिसहरू, मिडिया हाउस, आइटी कम्पनीहरूमा पनि यसको महत्त्व बढेको छ। हो र कम्प्युटर पूजा हो, किन नगर्नु? त्यो पनि त आजको युगको महत्त्वपूर्ण औजार हो। अनि किसानहरूले आफ्नो हलो, कुटो, ट्र्याक्टर पूजा गर्छन्। भनेपछि जसले आफ्नो काममा कुनै न कुनै उपकरण वा प्रविधि प्रयोग गर्छ ऊ यो पर्वसँग जोडिन सक्छ। त्यस्तै देखिन्छ। कुनै न कुनै रूपमा सहभागी हुन सक्छन्। अनि यसको सामाजिक पक्ष नि केही हुन्छ त्यस्तो? एकदमै हुन्छ। लेखमा पनि उल्लेख छ, कतिपय ठूला कारखाना, उद्योग, ग्यारेज, वर्कशपहरूमा त यो दिन विशेष कार्यक्रमै हुन्छ। कस्तो कार्यक्रम? त्यहाँ संस्थाका मालिक, म्यानेजर अनि सबै कामदारहरू एकै ठाउँमा जम्मा भएर सामूहिक पूजा गर्छन्। सबैजना सँगै? हो। त्यसपछि प्रसाद बाँडिन्छ। कति ठाउँमा त भोज भतेर नाचगान पनि हुन्छ। यसले त पक्कै पनि काम गर्ने ठाउँमा राम्रो वातावरण बनाउँछ होला है? अवश्य। मालिक र मजदुर बीचको सम्बन्ध राम्रो बनाउन, आपसी मेलमिलाप बढाउन यसले मद्दत गर्छ। कामदारहरूले पनि आफ्नो सिप र कामको कदर भएको महसुस गर्छन् नि। यो त एक किसिमले टिम बिल्डिङ जस्तै भयो। हो, भन्न सकिन्छ। पूजा मात्रै होइन, एउटा सामाजिक जमघट पनि हो यो। तपाईले अघि गाडी पूजाको कुरा पनि गर्नुभएको थियो। सडकमा गाडीहरू चिटिक्क पारेर फूलमालाले सजाएको देखिन्छ नि यो दिन। अलि बताउनुस् न यसको बारेमा। चलाउने हुन् वा निजी, उनीहरूले आफ्नो गाडीलाई देवता जस्तै मानेर पूजा गर्छन्। देवता जस्तै? हो। गाडीलाई धोएर सफा गर्ने, अनि सिन्दूर, अबिर लाउने, फूलमाला लगाउने, टायरमा टीका लगाइदिन्छन्, स्टेरिङमा फूल चढाउँछन्, नरिवल फोड्ने, धूप बाल्ने गर्छन्। यसको पछाडि के विश्वास छ त? विश्वास गहिरो छ। गाडी उनीहरूको रोजीरोटीको मुख्य साधन हो। त्यसैले त्यसको सुरक्षा सबैभन्दा महत्त्वपूर्ण भयो। हो त नि। पूजा गरेपछि गाडीले राम्रो माइलेज दिन्छ, छिटो बिग्रिँदैन, अनि सबैभन्दा ठूलो कुरा यात्रा सुरक्षित हुन्छ, दुर्घटना हुँदैन भन्ने मान्यता छ। दुर्घटनाबाट बचिन्छ भन्ने मुख्य भयो। हो। कति यातायात व्यवसायीहरू त यो दिन गाडी ग्यारेजमै राखेर पूजामा ध्यान दिन्छन्, कामै बन्द गर्छन्। हो र? कामै बन्द गरेर? त्यस्तो पनि चलन छ। यो सुन्दा त औजार र मेसिनप्रतिको यो सम्बन्ध खाली उपयोगिताको मात्रै रहेनछ, यसमा त भावना र आस्था पनि जोडिएको रहेछ। तपाईले ठ्याक्कै भन्नुभयो। अनि यहीँनिर विश्वकर्मा पूजाको धार्मिक पक्षभन्दा माथिको गहिरो अर्थ खुल्छ क्या। हामीले हेरिरहेको विश्लेषणले के देखाउँछ भने भगवान विश्वकर्मा त प्राविधिक सिप, कला, निर्माणका संरक्षक देवता हुनुभयो। त्यसैले यो दिनलाई केवल धार्मिक पर्व मात्रै नभएर श्रम र सिपको सम्मान गर्ने दिनको रूपमा पनि बुझ्नुपर्छ। श्रम र सिपको सम्मान? हो। यो पर्वले हामीलाई के सिकाउँछ भने हामी जुन साधन प्रयोग गरेर आफ्नो जीवन चलाउँछौँ, केही सिर्जना गर्छौँ, ती साधन आफैमा सम्मानको योग्य छन्। अनि ती साधन चलाउने जुन मानवीय सिप छ, त्यो क्षमता छ, त्यो पनि उत्तिकै महत्त्वपूर्ण र सम्मान गर्न लायक छ। हो, यो पक्ष त साँच्चै महत्त्वपूर्ण छ। लेखले पनि यही कुरामा जोड दिएको छ नि। यो पर्वले मेहनतलाई कदर गर्न सिकाउँछ अनि सुरक्षित तरिकाले काम गर्न प्रेरणा दिन्छ। जब एकजना सिकर्मीले आफ्नो बसिला र घनलाई वा एकजना प्रोग्रामरले आफ्नो ल्यापटपलाई श्रद्धाले पूजा गर्छ, त्यसले उसको कामप्रतिको लगाव देखाउँछ नि, होइन र? हो नि। आफ्नो पेशा अनि त्यसका लागि चाहिने ज्ञान, सिप, उपकरण सबैप्रति कृतज्ञता व्यक्त गर्ने एउटा तरिका हो यो। यसले काममा एउटा सकारात्मक ऊर्जा थप्छ भन्ने विश्वास छ। मनोबल बढ्छ होला। मनोबल बढ्छ। अनि यो सम्मान खाली परम्परागत पेशामा मात्रै सीमित छैन नि। कसरी? आजको आधुनिक युगमा पनि यसको सान्दर्भिकता उत्तिकै छ। हामीले प्रयोग गर्ने हरेक प्रविधि, चाहे त्यो सानो मोबाइल होस् वा फ्याक्ट्रीको ठूलो रोबोट, त्यो कसै न कसैको सिप, ज्ञान र मेहनतको फल हो। हो त। विश्वकर्मा पूजाले हामीलाई त्यो मानवीय पक्षलाई नबिर्सन सिकाउँछ। प्रविधिलाई खाली प्रयोग गर्ने वस्तु मात्र नठानेर त्यसलाई बनाउने र चलाउने मान्छेको प्रयासलाई पनि सम्मान गर्न सिकाउँछ। त्यसो भए यी सबै कुरालाई जोडेर हेर्दा विश्वकर्मा पूजाको एउटा समग्र तस्विर कस्तो बन्छ त? यो त धर्म, संस्कृति, काम, प्रविधि, मानवीय सिप
यी सबैको एउटा गजबको मिश्रण जस्तो देखियो होइन त? बिल्कुल, एकदमै सुन्दर सङ्गम हो यो। यसलाई यसरी हेर्नुस् न, एकातिर यसले मान्छेको आस्था र विश्वासलाई छुन्छ, अर्कोतिर उसको दैनिक जीवन उसको रोजीरोटीसँग सिधै जोडिएको छ। निर्जीव औजार र मेसिनलाई पूजा गर्ने यो जुन अनौठो परम्परा छ नि, यसले वास्तवमा मान्छे, उसको काम, उसको सिप र उसले प्रयोग गर्ने साधन बीचको गहिरो नछुट्टिने सम्बन्धलाई देखाउँछ। र यो सम्बन्ध खालि काम लाग्ने भएकोले मात्र होइन, भावनात्मक र आध्यात्मिक पनि छ। हो, त्यही त। तर यहाँ एउटा प्रश्न उठ्छ, कतिलाई लाग्ला यो त अन्धविश्वास हो, निर्जीव वस्तुलाई पूजा गर्नुको के अर्थ? तर हामीले कुरा गरे अनुसार त यसको पछाडि त गहिरो सांस्कृतिक र मनोवैज्ञानिक अर्थ लुकेको रहेछ नि। हो, यो महत्त्वपूर्ण प्रश्न हो। बाहिरबाट हेर्दा यो खालि एउटा रीतिथिति जस्तो मात्रै देखिन सक्छ, तर यसले महत्त्वपूर्ण व्यावहारिक सन्देश पनि दिइरहेको हुन्छ। जस्तै आफ्नो काम गर्ने साधनको इज्जत गर्ने, हो, त्यसको नियमित हेरचाह गर्ने, मर्मत गर्ने अनि सुरक्षित भएर काम गर्ने। यी कुरा त जुनसुकै समाजको लागि पनि सान्दर्भिक भए नि। एकदमै, जुनसुकै समयको लागि। अनि अर्को कुरा, यसले हामीलाई आधुनिक प्रविधिसँगको हाम्रो सम्बन्धबारे सोच्न पनि लगाउँछ। कसरी? जस्तै के हामी आफ्नो ल्यापटप, फोन वा अरू ग्याजेटहरूलाई खालि युज एन्ड थ्रो वस्तु जस्तो मात्रै हेर्छौँ? कि तिनलाई बनाउने मान्छेको सिप अनि तिनले हाम्रो जीवनमा ल्याएको सजिलोपनप्रति अलिकति भए पनि कृतज्ञता महसुस गर्छौँ? खै त्यति त सोचिँदैन होला प्राय। हो नि, यो परम्पराले प्रविधिप्रतिको हाम्रो दृष्टिकोणलाई अलि मानवीय बनाउन पो सक्छ कि? साँच्चै यो कोडबाट सोच्दा त विश्वकर्मा पूजाको सन्देश निकै फराकिलो र आजको लागि पनि उत्तिकै महत्त्वपूर्ण देखिन्छ। आज हामीले नेपालमा विश्वकर्मा पूजा किन र कसरी मनाइन्छ, भगवान विश्वकर्माको महत्त्व के हो, अनि यो पर्वले श्रम, सिप र प्रविधिप्रति कस्तो दृष्टिकोण राख्छ भन्नेबारे विस्तृत कुराकानी गर्यौं। यो केवल एउटा पूजा मात्रै नभएर सृजना, कर्मशीलता र हामीले प्रयोग गर्ने हरेक साधनप्रति सम्मान व्यक्त गर्ने एउटा सांस्कृतिक उत्सव रहेछ भन्ने बुझ्यो। यसले मेहनती हातहरू र सृजनाशील दिमागहरूलाई सम्मान गर्छ। जाँदा जाँदा एउटा विचार छोडेर जाउँ न त। हुन्छ, भन्नुस् न। विश्वकर्मा पूजाको जुन मूल मर्म छ नि, मतलब औजार, प्रविधि र सिपप्रतिको सम्मान र कृतज्ञता, यसले आजको हाम्रो जीवनशैलीलाई कसरी प्रभावित पार्न सक्छ होला? यो पर्व नमनाउनेहरूले पनि यसबाट केही सिक्न सक्छन् कि? जस्तै के हामी आफ्नो काम गर्ने कम्प्युटर बन्द गर्दा वा आफ्नो गाडी पार्क गर्दा एकछिन रोकिएर त्यसले दिएको सेवाप्रति मनमा नै धन्यवाद दिन सक्छौँ होला? सानो कुरा तर अर्थपूर्ण। हो, यस्तो सानो अभ्यासले हाम्रो कामप्रतिको लगाव, हाम्रा साधनप्रतिको जिम्मेवारी बोध र समग्रमा हाम्रो जीवनप्रतिको दृष्टिकोणमा केही सकारात्मक परिवर्तन पो ल्याउँछ कि? यो प्रश्न साँच्चै विचारणीय छ। हो, यसमा सोच्नु रमाइलो हुन सक्छ।